तेरो आएन हात्ती आयो पुस्छ भनेको यही हो मेरो त आँखा पाकिसक्यो त्यसको बाटो हेर्दा हेर्दा धैर्य गर्न आउँदै अहिले तेरो लागि कसैले बोकेर ओइ मुला तेरो हाँसैमा शर्त देखिरहेको छु नि हे मुला त्यस्तो नसोच्न यार मैले त परीक्षाको फल पो मिठो हुन्छ भनेको साला यो खन बनाउनलाई त ठोक्नु पर्ने हो आफूलाई छटपटेर यहाँ मर्नु भएछ गुद्रोको मिठो हुन्छ मनमा बसेको मान्छे पो हौ तिमी कसैले बिर्सिदेऊ भन्ने बित्तिकै कहाँ बिर्सिनु सक्छौ र माया हाय हाय के हो जति कविता पुरा सायरीले भरेको छ त त्यो सबै मैले कहाँ लेखेको हो र अरू साथीहरूको पनि कलेक्सन गरेको हो नि फेरि तिमीहरूलाई थाहा छ त मलाई सायरीमा रुचि छ भनेर थाहा छ तेरो रुचि केमा छ भनेर ज्योति तिम्रो सायरीको हरेक शब्दमा मिलन बसेको छ बुझिस् तर के गर्नु तेरो मिलनलाई त सुस्ताले घेरिराखेको छ हामी पनि पढ्ने खालको विद्यार्थी कहाँ हो र फुक्क मुला त्यसमा स्कुलको कपडा लगाएर स्कुल किन जान्छ यता बाबुआमाको कर उता सर म्याडमको डर जानु त परिहाल्यो नि त टुक्का त खुब लाग्छ है हेर भाइ यो पनि एउटा कला हो त्यो सुस्मिताले त्यत्तिकै मेरो होमवर्क गर्छ के रे तेरो होमवर्क त्यसले पो गरिदिन्छ अनि के त ए र पो त त्यसको बाटो कुरेर बसेको अनि त्यो नकली फर्स्ट भएको केही काम यति पनि नगरिदिया त मुला सधैँ अरूले लेखिदिएर पढेर हुन्छ पछि आफ्नो भविष्यको लागि पनि त सोच्नु पर्यो नि हाँ मुला पढे चाहिँ कुर्नु पर्छ हाम्रो गाउँको दाइहरूलाई हेर्नु न हलसमा बोडोसमा खेतीतिर लाग्यो यो पढाइ नि भएको दिमाग पनि नष्ट पार्छ जस्तो लाग्छ ल तै बुझ्ने तै जान्ने हिँड्छौँ भएछ सुन्दा केही हरायो कि यो कापीमा पेन बोकेर ल्याएको जस्तो लागेको थियो अहिले त भेट्दिनँ नि कतै तिमीले बाटोमा त झारेनौ नि खै मिस घरमै छोडे कि म त घर पुगेर आउँछु सुस्मिता तिमी अब घर नफर्क तिमीलाई सुनाउनु ढिला हुन्छ नै मिस म घर दौडेर जान्छु अनि पेन लिएर आउँछु अब तिमी घर नजाऊ म तिमीलाई मेरो पेन दिउँला नि बस आऊ जाऊ ओइ शारदा ओइ जान पार्वती आएछ ओइ शारदा तिमीले सुस्मिताले देखेको थियो सुस्मिता त हामीसँग कहाँ हिँड्छ र ऊ त मिससँग हिँड्छ नि